हेलो एन्ड गुड मर्निङ सम्पूर्णमा शुभ बिहानी। अहिले म बिहानै चन्द्रकोट 2 खोलीबाङमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा मैले मेरो बहिनीलाई चाहिँ बिहानको ट्युसन क्लास छोड्नको लागि चाहिँ गइरहेको छु। मौसम एकदमै अनुकूल रहेको छ, शान्त, एकदम सफा। हामी भने अब करिब स्कुल नजिक आइपुगेका छौँ र मेरो अगाडि बहिनी स्कुलतर्फ लाग्दै छिन्। यहाँ हेर्दै गर्दा बिहानको रमणीय दृश्य चाहिँ एकदम सुन्दर शान्त रहेको थियो। त्यसैले म चाहिँ यहाँको भिडियो केही रमणीय दृश्य चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। बिहानको सबेरै बहिनीले स्कुल पुर्याएर आइसके पश्चात मलाई फेरि आजको दिनमा फेरि मामा घरसम्म पुग्नु पर्ने थियो। सोही क्रममा म शान्तिपुरतर्फ ओह्रालो लागेँ। तपाईँले देख्न सक्नुहुन्छ यो शान्तिपुर बजारदेखि माथिदेखि लिएको रमणीय दृश्य शान्तिपुर बजार एरियामा पर्ने यो खोला जुन छ हुड्डी खोला भनेर चिनिन्छ। तपाईँले हेर्न सक्नुहुन्छ एकदम सुन्दर देखिएको छ। केही समयको हिँडाइ पश्चात हामी शान्तिपुर बजार नजिकै आइपुगेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ शान्तिपुर बजार। शान्तिपुरको यो सुन्दर रमणीय दृश्य सँगसँगै हामी शान्तिपुर बजारदेखि हामी अब लाग्दैछौँ गुवाघाटतर्फ। केही समयको हिँडाइ पश्चात हामीले हरेवा खोला नजिकै एक ठुलै भवन देखियो। वास्तवमा त्यो के रहेछ भन्नुपर्दा त्यो एक सुविधा सम्पन्न हस्पिटल निर्माण भएको रहेछ। त्यहाँ पनि हामी दाजुभाइ भएर केही समय दृश्यलाई निहाल्यौँ। हामीले सबै कुरा दृश्य निहालिसकेपछि फेरि हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ। यो थियो हरेवा स्कुल। हामी हरेवा स्कुल नजिकै आइसक्दा हामीलाई पानी प्यास लागेको थियो र हामी दाजुभाइले नजिकैको धारामा पानी पियौँ। यो भवन भने पुरानो भइसकेको रहेछ। पुरानो भवन नजिकै नयाँ भवन बनाएको रहेछ जुन सुविधा सम्पन्न देखिन्थ्यो। फेरि पनि हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ। अग्ला पहाड हिमाल भिर पाखा पखेरालाई निहाल्दै हामी माथितर्फ हिँड्दै गयौँ। हामी हिँड्दै गर्दा बाटोमा एक मन्दिर भेटियो जुन दुर्गा मन्दिर रहेछ। आकर्षक कलरले सजिएको थियो। त्यहाँ पनि हामीले केही तस्बिरहरू कैद गरियो। हामी अब केही अगाडि बढ्दै गर्दा हामीले खल्लुको रुख देखियो जुन हामीले बालकपनमा धेरै खाने गरिन्थ्यो। केही हामीले टिपेर पनि खायौँ। हामीले हाम्रो लामो समयको यात्रा पश्चात हामीलाई भोक पनि लागिसकेको थियो। हामीले एक
जङ्गलको बीचमा बसेर खाने निर्णय गरियो। हामीले केही जेरी, डुनो, चाउचाउ लिएर गएका थियौँ। हामी त्यही जङ्गलको बीचमा बसेर केही समय आराम गरेर खायौँ। हामी यसरी नै मामा घरसम्म पुग्यौँ। हाम्रो त्यहाँ एक दिनको बसाइ भयो। अब हामी जाँदैछौँ दोस्रो दिनतर्फ। हामी हाम्रो दोस्रो दिनको यात्रा भनेको हाम्रो शान्तिपुरमा अवस्थित झरना हेर्न जानको लागि हाम्रो निर्णय भइसकेको थियो र हामी झरनातर्फ लाग्दै थियौँ। दोस्रो दिन पनि हामीले विभिन्न डाँडाकाँडा निहाल्दै छिचल्दै हामी झरनातर्फ अगाडि बढेका थियौँ। ती रमणीय दृश्य देखेर मन मोहित भएको थियो। डाँडा काँडाको गुणगान गाउँदै दाजुभाइ कुराकानी गर्दै अगाडि बढ्दै थियौँ। यात्राको क्रममा एकदमै चर्को घाम लागिरहेको थियो। हामीले चर्को घाम पनि नभनी रमणीय दृश्यले गर्दा हामीले हाम्रो यात्रा अगाडि बढाएकै थियौँ। करिब केही समयको हिँडाइ पश्चात हामी झरनाको नजिक पनि आइपुग्यौँ। हामी अब झरना हेर्नको लागि बनाएको गेटदेखि झरना नजिकै जानको लागि अगाडि बढ्दैछौँ। हामीले झरनाको रमाइलो दृश्य देखेर हामीले भिडियो सामग्री फोटोहरू खिच्न केही समय हामी व्यस्त रह्यौँ। त्यहाँको दृश्यले एकदमै मोहित बनाएको थियो। हामी केही समयसम्म त्यहाँ रनहुल्ल परियो। हामीले त्यहाँको दृश्यलाई निहाल्यौँ। त्यसपछि हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ।